हजुर दोरजी म चाहिँ एउटा पत्रकार अनि नेपाली पत्रकार भएको नाताले तपाईँ पनि पहिला पत्रकारितामा हुनुहुन्थ्यो भन्ने थाहा भएको हुनाले हजुरको लागि एउटा समय सान्दर्भिक भनौँ न एउटा प्रश्न सोध्न चाहन्छु। तपाईँ रेडी हुनुहुन्छ नि? मजाले। अनि मलाई थाहा तपाईँलाई नेपाली न्युजहरू एकदम अपडेट भइराख्नुहुन्छ। यसै अनुसार एउटा क्वेसन सोध्न मन लाग्यो। यो चाहिँ एउटा अहिलेको हट टपिक्स जस्तै भनौँ न, रवि लामिछाने र अनि हाम्रो गगन थापाजीको उसमा। पहिला चाहिँ म मेरो भ्यू भन्छु होइन। पहिला मलाई चाहिँ गगन थापा र रवि लामिछाने दुइटै युवा नेता अनि एकअर्कालाई सपोर्ट गर्ने अनि देशको लागि केही गर्छन् जस्तो लाग्थ्यो होइन। अहिले पछिल्लो समयमा हेर्दाखेरि चाहिँ तिनीहरू दुइटा एकदम प्रतिद्वन्दी जस्तो देखिएका छन् अनि एकअर्काले राजनीतिक के भन्छ प्रतिशोध भन्दा पनि व्यक्तिगत रूपमा नै एकअर्कालाई ढलाउन के भन्छ त्यो लागिपरिरहेछन्। स्पेसली गगन थापाले अब संसदमै त्यो फेक पेपर देखाउनेदेखि लिएर अनि आफ्नो पावर, आफ्नो काङ्ग्रेसको पावरदेखि लगाएर उसलाई सकेसम्म जेलभित्रै सडाउने षड्यन्त्रमा हिँडिरहेको जस्तो लाग्छ मलाई होइन। अनि मेरो क्वेसन चाहिँ तपाईँलाई यी दुईटाको सम्बन्ध पहिला कस्तो थियो, अहिले कस्तो छन् र अहिले के कस्तो चलखेल भइरहेछ, यसमा कस्तो लाग्छ तपाईँलाई? यसो 2-4 शब्द भनिदिनुहुन्छ भनेर। थ्याङ्क यू यार, तपाईँले एकदमै हट खालको एउटा प्रश्न उजागर गर्नुभयो होइन। प्रश्नसँगै तपाईँले हल्का एन्सर पनि त्यहाँनिर घुसिसकेको छ। तपाईँको भ्यू आए जस्तो मलाई लागिसक्यो होइन। यो तपाईँको त्यो एक खालको ओभरअल बुझाइ जुन छ नि प्रश्नभित्र, सायदै प्राय नेपालीहरूको, औसत नेपालीहरूको होइन त्यो चाहिँ छ। इभन काङ्ग्रेसभित्र पनि त्यो छ। मेरो भन्दा नि तपाईँले भन्दा चाहिँ कसरी भन्नु, सर्वसाधारणले पनि बुझ्ने गरी भनिदिनु। म भनिदिन्छु, साँच्चै म प्रष्ट भनिदिन्छु है त ल होइन। यसो हेर्दाखेरि होइन रवि लामिछानेको हुटहुटी कस्तो खालको जस्तो लागेर आउन छ भने नि, पहिले यहाँ युनाइटेड स्टेट्स अनि त्यहाँबाट नेपाल गएर अनि त्यस पछाडि टेलिभिजनबाट यताउता गर्दाखेरि उसको अलिकति सेन्टर चाहिँ कता जस्तो देखिन्छ भने कसरी छिटै खालको मुलुकलाई, नेपाललाई अलिकति यो परिस्थितिबाट अलिकति निकास दिने होला होइन, यो गरिबी होइन उसको बुझाइ एक खालको होला। तर पनि यो अवस्थालाई कसरी चाहिँ होइन कन्ट्रोल गर्ने होला र अलिकति नेपाललाई अपलिफ्ट गर्ने होला जस्तो खालको नेचरबाट देखिन्छ। सबैको त छ होला होइन। तर अनि त्यसलाई चाहिँ इन्डोर्स गर्न खोजेको हो रवि लामिछानेले। कति मैले फलो गरिराखेका हुन्छौँ नि त, सिधा कुरा जनतासँग सञ्चालन गर्दाखेरि युवा काङ्ग्रेसभित्रको गगन थापालाई चाहिँ बढी इन्डोर्स गर्न खोजेको जस्तो देखिन्थ्यो होइन। अब आफ्नो कार्यक्रमलाई उसलाई होइन, सिधा कुरा जनतासँग कार्यक्रममा उसलाई अतिथि बोलाएर होइन काङ्ग्रेसभित्र अलिकति विद्रोह होस्, युवा नेताहरूको अलिक सशक्त होइन नेतृत्व होस् भन्ने तरिकाले उसले त्यो इन्टेन्सनली कार्यक्रम सञ्चालन गरेको पनि कतिचोटि देखेको हो राइट। अनि त्यस पछाडि चुनावमा पनि त होइन उसलाई उसको क्षेत्रमा प्रष्टै सबैले जग्जाएरै छ नि त, उसलाई सपोर्ट गरेको हो होइन। उसको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारै नउठाएर सहयोग गरेको हो राइट। अनि यस्तो हेर्दाखेरि पछिबाट अब राष्ट्रिय घन्टीबाट रवि लामिछाने जब आइसकेपछि गगन थापालाई ठुलो पार्टी बन्यो, एक खालको राष्ट्रिय पार्टीमा स्थापित भयो। सँगसँगै गगन थापाको त लामो मतलब इन्भेस्टमेन्ट छ नि त नेपाली काङ्ग्रेसमा। अब त्यो इन्भेस्टमेन्ट यत्रो लामो हुँदै पनि रवि लामिछानेले कति छिटो क्याच गर्यो हो। एउटै होइन एउटै उमेर समूहको होइन यङ लिडर कति छिटो क्याच भएर सम्भवतः उनी राष्ट्रपति अथवा भनौँ न नेपालको चाहिँ कार्यकारी प्रधानमन्त्री हुने सम्भावना बढेको जस्तो गगन थापालाई जब त्यो देखिसकेपछि एकदमै टेन्सन भएको जस्तो देखिन्छ। नभए तपाईँको भन्नुको साथीको प्रगतिमा एकदमै दुःख धेरै लाग्छ, दुःख धेरै जस्तो देखिन्छ। नभए अहिलेको अब म ठ्याक्कै तपाईँलाई पोइन्टमा ल्याइहाल्छु है। हजुर
गगन थापाले केपी ओलीलाई मन पराउँदैन ल पराउँदैन तपाईको पहिलेको अभिव्यक्ति हेर्ने भने होइन कीर्ति प्रसाद ओली होइन नपढेको यताउता दुनियाँ कुराहरू भन्दा टेन्सन एकदमै यो नेपालको लागि अभिशाप छ भन्नेको भनिसकेको यो एक खालको प्रश्न छ किन केपी ओलीलाई त भनिसकेको छ नि त गगन थापाले विभिन्न चरणमा हो किन त्यो भन्दै पनि अहिले बरु केपी ओलीसँग लाचार भएर राइट मिल्नु पर्नेको अवस्था छ किनभने उनलाई गगन थापालाई बरु यस्तो घृणित नेतालाई समर्थन गरेर भए पनि आफ्नो प्रतिस्पर्धी उनलाई चाहिँ जेलमा राख्नको लागि इन्टेन्सन भर्खरै 2-4 महिना अगाडि आएर पनि आफूभन्दा गृहमन्त्री यस्तो देखिएको एक खालको प्रतिस्पर्धी एकदमै जेलस जस्तो भएर चाहिँ बरु आफूले बढी घृणा गरेको मान्छेसँग बरु आफूले धेरै सेक्रिफाइस गरेर मिलेर पनि राइट मिल्नु पर्दाको उसलाई ठुलो चिन्ता छ जस्तो लाग्छ क्या मलाई वास्तवमा आफूले घृणा गरेको नेतासँग पनि मिलेर भए पनि आफ्नो प्रतिस्पर्धालाई त तल जानु भनेको कतिसम्म चाहिँ उसलाई चाहिँ एक खालको दुःख लागेको छ होला त क्या भनेको प्रगति भन्दा पनि अरूलाई डुबाएर आफू अगाडि जानु पर्यो जस्तो खालको एकदम प्रष्टै दिन्छ नि अब हेर्नु सपोर्ट गर्न नमिल्ने हो नभए रवि लामी छानेको एङ्गलबाट तपाईँको यसो हेर्नु त रवि लामी छानेको एङ्गलबाट गगन थापालाई खासै त्यो दुःख दिन खोजेको पनि देखिँदैन बरु सँगसँगै मिलेर चाहिँ देशको लागि राज्यलाई चाहिँ सेन्टरमा राखेर केही निकास दिउँ न भन्नेको टाइपबाट देखिन्छ होइन उसको जब उसले बढी आक्रमण गरिसकेपछि त्यसका क्रियाको प्रतिक्रिया भने जस्तो उसले दिएको जस्तो देखिन्छ तपाईँको विचारमा पनि तपाईँको होइन तपाईँको विचारमा गगन थापा स्वर्णिम अग्ले जस्तै हुनु पर्थ्यो प्रगति गर्नु लागेको छन् सबै युवाहरू छन् भनेर स्वतन्त्रमै जानु पर्थ्यो जानु पर्दैन थियो नगए पनि रवि लामी छानेले काङ्ग्रेसै पार्टीमा बस्योस् ठिक छ होइन तर गगनलाई एक खालको छुट्टै काङ्ग्रेसभित्रको एउटा छुट्टै आशावादी नेता भनेर उसले संसदमै भनेको छ नि तपाईँको हेर्नु न त्यहाँ ल तपाईँ सहकारी ठगी यत्रो प्रमाण धेरै दुनियाँ प्रमाण त्यो प्रष्टै आइसकेको छ नि त मिडियामा होइन त्यो मैले भनिराख्नु परेन नि यत्रो प्रमाण छ यो प्रमाण पेश गरौँ यो प्रमाण पेश गरौँ भन्दै पनि ल त्यसो त्यो प्रमाण दिन्छ भने दिनु न त तपाईँ जतिको नेता भएकाले तपाईँको जतिको सम्भावना नेता भएकाले हामीले उद्धार पनि देखाएका हौँ भनेर त्यत्रो भनेकै छ नि यार राइट त्यस्तो भन्दै पनि उसले चाहिँ कत्रो इगो राखेर त्यत्रो दुःख दिन खोजेको क्या आफ्नो साथीलाई त्यहाँभन्दा अगाडिदेखि नै उसले चाहिँ पोजिटिभ नजरले गगन थापासँग मिल्न खोजिराखेको जस्तो देखिन्छ क्या रवि लामी यो पर्सनल इगो जस्तो लाग्छ कि पोलिटिकल इगो चाहिँ हुन्छ नि पोलिटिकल इगो प्लस पर्सनल इगो दुइटै छ यार यहाँ त साँच्चै भन्नु भने अब एक खालको गगन थापा चाहिँ काङ्ग्रेसबाट डसमस नहुने खालको इन्टेन्सनले अगाडि बढेको छ होइन त्यो राम्रो हो फेरि होइन एउटा पार्टीलाई जोगाउने प्लस अब बिपी कोइरालाको अरू होइन एक खालको एउटा आफ्नो पार्टीलाई चाहिँ पार्टीको लेगेसीलाई इस्टाब्लिस गरिराख्ने त्यसलाई चाहिँ लिएर जाने भन्ने खालको त्यो एप्रिसिएट म गगन थापाको त्यो राम्रो मान्छु तर यसमा त त्यो बिपीको कुरा गर्दाखेरि त गगन थापा भन्दा रवि लामी छानेको भनाइहरू बढी मिल्दोजुल्दो फेरि मिल्दोजुल्दो छ सही साँच्चै भन्नु व्यवहारमा त उसले पार्टी नछोडेर त्यो एक खालको कमिटमेन्ट पार्टीप्रतिको वफादारीता देखिनु एक खालको राम्रो मानिएला तर पार्टीको गलत क्रियाकलापको पक्षमा त देखिनु भएन नि त होइन अब रवि लामी छानेले बरु लु पार्टी अर्को अब यो पार्टीबाट सम्भव भएन भनेर नयाँ पार्टी खोल्यो नयाँ पार्टी खोले पनि त्यो पार्टीको काङ्ग्रेस पार्टीको राम्रा मान्छेहरूलाई त उसले इन्डोर्स गरिराखेको थियो नि त होइन अनि त्यो कुरालाई चाहिँ उसले एप्रिसिएट गर्नु पर्थ्यो क्या गगन थापाले अनि त्यो गरेको थियो भने गगन थापाको राम्रो हुन्थ्यो क्या गगन थापालाई नराम्रो देख्न मनै छैन क्या हामीलाई वास्तवमा भन्ने भने होइन तर मैले नराम्रो देख्न नचाहेर के गर्ने पहिलाको जनताको ढुकढुकी हो अहिले पनि मलाई त्यस्तो भइदिए हुन्थ्यो जस्तो लागेर आउँछ होइन तर अब रवि लामी छानेको विपक्षमा त्यत्रो प्रमाणै नभएको प्रमाणलाई प्रमाण छ भनेर त्यत्रो गर्नु हेर्नु त अहिले कति दुःख एकदम त्यसको परिणाम भोग्नु परेको छ अन्तिममा नेपाली जनताहरूलाई तपाईँले के
सचेत गराउन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ? जस्तै मैले अब कसरी तिनीहरू नेपाली जनता चाहिँ ल मानौँ तपाईँ त यहाँ एउटा शिक्षित वर्गमा हुनुहुन्छ, तर नेपाली जनताहरू कस्तो छन् भने कोही पढ्नै नजान्ने छन् होइन, देखि लिएर एकदम माथिल्लो स्तरको हुन्छ। तपाईँले त्यो पढ्नै नजान्नेलाई कसरी बुझाउन चाहनुहुन्छ? को राइट छ, को रङ छ? अब जस्तै अहिलेको हाम्रो अब चाहिँ साँच्चै मैले खुलेर मेरो अब एक खालको ओपिनियन भन्दाखेरि तपाईँ जुन पार्टीमा हुन्छ त्यो पार्टीलाई तपाईँले छोड्न सक्नुहुन्न भने इट्स ओके, नछोड्नुहोस्, ठिक छ, त्यसमै बस्नुहोस्। तर एकचोटिले राम्रोलाई भोट दिनुहोस्। काङ्ग्रेसबाट उठे भने पनि राम्रो मान्छे उठेछ भने भोट दिनुहोस्, एमालेबाट उठेको छ भने राम्रो मान्छेलाई भोट दिनुहोस्, र राष्ट्र स्वतन्त्र पार्टी अरू राप्रपाहरूबाट राम्रो मान्छे प्रत्यक्षमा भोट दिनुहोस्। तर समानुपातिकमा काङ्ग्रेस र एमाले माओवादीलाई भोट नदिनुहोस् समानुपातिकमा, किनभने त्यो समानुपातिक ल्याएर तपाईँलाई भोट फेरि नराम्रो मान्छेहरू त्यहाँनिर संसदमा फेरि हाल्ने कोसिस गरिएको हुन्छ। समानुपातिकमा भोट दिनु भनेको आफ्नो खुट्टामा बन्चेर हाल्नु हो है। तपाईँले भन्नु खोज्नुको अरूले मासु भात खुवाउँछन् भने मजाले खानुहोस्, भोट हाल्ने हाम्रोलाई होइन राम्रोलाई छान्नुहोस्, राम्रोमा दिनुहोस्। मासु भात खानु मैले त्यो पनि भन्न सुझाउँछु, अर्काको त्यो त्यतिकै बिक्री नगर्नुहोस्, दिन्छन् भने खानुहोस्, किनभने तिनीहरूले हाम्रो जनतालाई शोषण गरिरहन्। जनता त्यो मासु भात पनि तपाईँको कस्तो हुँदो रहेछ भने अस्ति भर्खर दिपक खड्काले मासु भात खुवायो अरे होइन, र शिक्षक आन्दोलनबाट यता आएकाहरूलाई। मलाई त्यो राम्रो लागिरहेको छैन क्या वास्तवमा, राइट? त्यो राम्रो लागिरहेको छैन, किनभने त्यो कहाँबाट आएको पैसा हो तिमीले मासु भात खुवाउने भनेको? हामी जनताकै पैसा हो क्या, होइन? त्यही भएकाले त्यो पनि नगर्नु। त्यो किन त्यो फोगटिया खर्च गराउने? बरु त्यो मासु भात खाने पैसाले कहाँबाट आयो, बरु यो बाटो खनिदिनुहोस् भन्नु पर्यो क्या। माछा पालन गर्न सहयोग गर्नुहोस्, कुखुरा पालन, अरू कुराहरू होइन, दुनियाँ गर्नको लागि हामीले रोजगारी सिर्जना गर्नुहोस् भन्ने हो। तपाईँमा के प्लस गर्न चाहे भने मासु भात खुवाउँछन् भने मजाले खानुहोस्, दसैँ मनाउनुहोस्। तर भोट हाल्ने बेलामा चाहिँ कसैले देख्नेवाला छैन तपाईँको त्यो भोटको त्यो पेपर, त्यही भएर राम्रोलाई हाल्नुहोस्, आफ्नोलाई नहाल्नुहोस् होइन। एकदम राम्रो सोचेर जसले केही गर्न सक्छ, भ्रष्टाचार गरे होइन, क्लिन छ, त्यसलाई चाहिँ भोट हाल्नु। म चाहिँ अझ साँच्चै भन्छु भने राइट, तपाईँले भनेको कुरालाई अब एक खालको अब आफ्नो ओपिनियन हुन्छ। तर मासु भात पनि मलाई त्यो बरु चाहिँदैन। देश यहाँ आफ्नो मेरो क्षेत्रको लागि पानी ल्याइदिनुहोस्, शिक्षा ल्याइदिनुहोस्, स्वास्थ्य ल्याइदिनुहोस्, आफूले भनेको कमिटमेन्ट पुरा गर्नुहोस्, सक्यो। मलाई पैसा तपाईँले खर्च गर्नु पर्दैन भन्नुहोस् तपाईँको जनप्रतिनिधिलाई, जो उठ्दैछ नि तपाईँको ठाउँमा, तपाईँले पैसा खर्च गर्नु पर्दैन, मलाई किन्नु पर्दैन, तपाईँ म आफै योग्य छु भन्नुहोस् बरु, होइन? राइट र रङ छुट्याउन सक्छु भन्नुहोस्। त्यसको पैसा किन खर्च गराउने, होइन? भ्रष्टाचार गर्न नदिने, उसले पैसा खर्च गरेर चुनाव जित्ने खालको परिस्थिति नबनाउने बरु, होइन? यदि सचेतै हो भने, किनभने यहाँनिर हामीले चुनाव हेरेनौँ। मैले यहाँनिर तपाईँले डेमोक्रेटलाई दिन्छ कि रिपब्लिकनलाई दिनुहुन्छ भोट भन्दाखेरि नि मैले कति यहाँनिर गएँ क्या, उता चेसापिक र होइन भजिना बिचमा मैले कति गएँ क्या, होइन? मैले अब तिनीहरूले भने मलाई थाहा छ मलाई कसलाई दिनुपर्छ भन्दै भने क्या धेरै जस्तोले, होइन? खुवाएको त्यो छैन क्या, खर्चै छैन यार, राम्रोलाई स्थानीय लेभलमा टप लेभलमा त मिलियन डलरको यता कुरा सुनिन्छ होइन, तर लोकल लेभलमा हेर्नु त खर्चै छैन। तर नेपालमा चाहिँ लोकल लेभलमा बढी खर्च छ, किनभने नेपालीहरू उनीहरूले बुझेका छन् कि नेपालीहरूको हैसियत भनेको एक दिनको मासु भात रक्सीमा बिक्री हुन्छ है भन्ने खालको उनीहरूले बुझेका छन् क्या, त्यो गुमराहमा सम्झेका छन्। त्यसले गर्दा त्यो पनि नखानुहोस्, त्यो कुराहरूलाई एभोइड गरेर 84 एकदम जति मासु भात खाए नि बुझेर भोट दिनु होला, भोट दिनुहोस्। ल अहिलेको हाम्रो यो इन्टरभ्यू चाहिँ तर नेपाली काङ्ग्रेस एमाले माओवादीलाई समानुपातिकमा भोट दिनुभयो भने समानुपातिकबाट वात्तै मान्छे उनीहरूले लगेर संसदमा फेरि उस्तै नराम्रो मान्छे हालिदिने छन्। प्रत्यक्षमा राम्रो मान्छेलाई एमाले काङ्ग्रेस माओवादीका जोसुकै भए पनि भोट दिनुहोस्। द्याट्स इट, मेरो बटम लाइन त्यति नै होला। राम्रोलाई भोट दिनु होला, हाम्रोलाई भोट नदिनु होला। ल हस् त, द्याट्स इट। हस्, यो समयको लागि धन्यवाद दुमाजी। धन्यवाद, तपाईँलाई पनि क्वेसन सोधिदिनु भएकोमा धन्यवाद। ल ल।